यो हाम्रो स्प्लिट एसी को इन्डोर युनिट हो। यसलाई कसरी फिट गर्ने यो भिडियो मार्फत तपाईहरुलाई सम्पूर्ण जानकारी दिनेछु। कृपया भिडियोलाई अन्तसम्म हेर्नु होला। इन्डोर युनिटमा के हुन्छ र यो खोलिसकेपछि कसरी फिट गर्ने, अस्तिको भिडियोमा तपाईहरुलाई इन्डोर युनिट कसरी खोल्ने भन्ने बारेमा जानकारी दिएको थिए। आज म यसलाई कसरी फिटिङ गर्ने भन्ने बारेमा जानकारी दिनेछु। यसमा चाहिँ एउटा ब्लोअर मोटर हुन्छ र यो ब्लोअर भयो जुन हावा फाल्छ, अनि यसलाई फिट गर्नको लागि यहाँ साइडमा वार्सल दिएको छ। वार्सल लगाउनु पर्छ। वार्सल लगाइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ ब्लोअर मोटरमा पनि वार्सल लागेको छ, भाइब्रेसन नहोस् भनेर। यो वार्सल यदि निस्कियो भने बाइ चान्स यो भाइब्रेसन गर्छ तपाईको एसीमा। वार्सल लगाइसकेपछि यहाँनिर यो ब्लोअरलाई चाहिँ ब्लोअर मोटरमा फिटिङ गर्नुपर्छ। त्यहाँ स्क्रू दिएको छ, स्क्रूलाई टाइट गर्नुपर्छ। टाइट गरिसकेपछि यहाँ अब हामी यो कोइल इन्डोर युनिटको कोइललाई फिट गर्नेछौँ। हेर्न सक्नुहुन्छ भिडियोमा देखाए अनुसार यो कोइलमा लिकेज थियो, यसलाई टालेर हामीले फेरि फिटिङ गर्दैछौँ। यो कुलिङ कोइल हो र यसलाई इभोपोरेटर पनि भन्न सकिन्छ। यसलाई फिट गर्नको लागि यहाँ स्क्रू दिएको हुन्छ, स्क्रूले टाइट गर्नुपर्छ। यो दुई साइडमै स्क्रू दिएको हुन्छ जुन हामीले मजाले टाइट गर्नुपर्छ। टाइट गरिसकेपछि यो कुलिङ कोइल पनि फिट हुन्छ। अब यो ब्लोअर मोटर चाहिँ यताउता नजाओस् नसरोस् भनेर यहाँनिर एउटा लक दिएको छ, लक लगाउनु पर्छ। पछाडि यहाँ दिएको छ एउटा लक, यो पनि लगाउनु पर्छ। लगाइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ यो पानी जाने ट्रे हो जुन एसी को कोइलबाट पानी झर्छ। त्यो पानी यो ट्रेको मार्फत पछाडितिर जाने हो। यो हामीले फिट गर्नुपर्छ। त्यो फिट गरिसकेपछि यहाँनिर हेर्न सक्नुहुन्छ पीसीबी दिएको छ। यो इन्डोर युनिटको पीसीबी हो। हामीले अब यो फिट गर्छौं। यहाँ भिडियोमा देखाए अनुसार तपाईहरुले यसरी स्टेप बाइ स्टेप भिडियो हेरेर यो पीसीबी पनि फिट गर्न सक्नुहुन्छ। यहाँ अब हेर्न सक्नुहुन्छ हाम्रो पीसीबी पनि फिट भइसक्यो। अब यहाँ स्क्रूहरू लगाउने छौं। यो पीसीबी को कभरलाई पनि हामी फिट गर्छौं बडीसित। फिट गरिसकेपछि यहाँ अर्थिङ दिएको छ, अर्थिङ पनि लगाउनु पर्छ। यो अर्थिङ एकदम जरुरी हुन्छ। अब यो वायरिङको कनेक्सनलाई ढाक्नको लागि यहाँ दिएको छ एउटा कभर लगाउनु पर्छ। यो चाहिँ हाम्रो रुम सेन्सर भयो जुन कोइलमा लगाइएको हुन्छ र यो अर्को चाहिँ हामीले कोइल सेन्सर हो। अब हामी यो कनेक्टरहरू जुन निकालिए थियौं त्यो जस्ताको जस्तै हामी कनेक्टर फिट गरिदिन्छौं। यो पीसीबी मा कनेक्टरहरू राम्रोसँग फिट गर्नुपर्छ, बल्ल त्यो इन्डोर युनिट चल्छ। यहाँनिर अब हाम्रो सबै कनेक्टरहरू फिट भइसक्यो। अब हामी माथिको कभर फिट गर्नेछौं। माथिको कभर फिट गर्नको लागि यहाँ हेर्न सक्नुहुन्छ यो डिस्प्लेको कनेक्टर हो जुन माथिको कभरमा हुन्छ डिस्प्ले। त्यो डिस्प्लेको कनेक्टर पनि पीसीबीमा कनेक्ट गर्नुपर्छ। कनेक्ट गरिसकेपछि मजाले हामी अब लगाउन सक्छौं यो माथिको कभर। यहाँ पछाडितिर माथितिर दुईटा लक दिएको छ जुन लक लगाइसकेपछि बल्ल हाम्रो अगाडितिर दुईटा स्क्रू दिएको हुन्छ, त्यो स्क्रू लगाउनु पर्छ। कुनैमा दुईटा दिएको हुन्छ, कुनैमा तीनवटा दिएको हुन्छ। त्यो स्क्रू चाहिँ हामीले यहाँनिर यसरी लगाउँछौं। यहाँ लगाइसकेपछि तल पनि दुईटा दिएको छ स्क्रू, तल पनि लगाउनु पर्छ। यहाँ लगाइसकेपछि एउटा कभर हुन्छ, त्यो स्क्रूलाई ढाक्ने। यो कभरलाई यसरी ढाक्नु पर्छ। यहाँ हेर्न सक्नुहुन्छ भिडियोमा देखाए अनुसार यो हामीले यसरी स्क्रूलाई ढाक्ने दिएको हुन्छ, त्यो ढाक्नु पर्छ। यो खियासियाले बचाउँछ। यो हाम्रो स्विङ भयो जुन चाहिँ स्विङ मोटरमा कनेक्ट गरिएको हुन्छ। स्विङ मोटरमा कनेक्ट गरिसकेपछि बल्ल यतातिर यो लक बसाल्नु पर्छ। यो हावालाई तल माथि गर्ने स्विङ भयो। यो स्विङ लगाइसकेपछि अब यहाँ जाली छ जुन एयरलाई फिल्टर गर्छ, धुलोहरूबाट बचाउँछ। यो एयर फिल्टर 3-3 महिनामा आफैले निकालेर सफा गर्नुपर्छ, नभए यो जाम हुन्छ। धुलोले गर्दा यो जाम भइसकेपछि
हावा राम्रोसँग फाल्दैन। अब त्यो लगाइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ माथि एउटा प्लेट दिएको छ ढाक्नको लागि। माथिको कभर अब लगाइसकेपछि हाम्रो इन्डोर युनिट फिटिङ कम्प्लिट हुन्छ। भिडियोलाई अन्तसम्म हेर्नुभयो त्यसको लागि धन्यवाद।